फ्राई प्यानमा नै यति मिठो चकलेट केक बन्ने भएपछि मार्केटमा गएर त्यो मैदाको केक किन खानु हैन साथीहरू। आज चाहिँ मैले गहुँको पिठोबाट घरमा नै केक बनाएको, एकदमै मिठो भएको थियो। नानीले त यति रुचाइन् नि, कस्तो मिठो बजारबाट ल्याए जस्तो बनेको थिइन् के। हेलो साथीहरू, हजुरहरूले पनि घरमा नै आफ्नो नानी बाबुहरूलाई केक बनाएर खुवाउन चाहनुहुन्छ, त्यो पनि सजिलो तरिकाबाट भने यो त एकदमै सजिलो छ। सबैभन्दा पहिला चाहिँ एउटा फ्राई प्यान लिने, त्यसमा चाहिँ तेल लगाउने अथवा घिउ लगाउने, त्यसपछि 3वटा केरा लिएर त्यसको बोक्रा फाल्ने अनि फालेर चाहिँ सब 3वटै केरालाई चाहिँ मजाले मिसेर मसिनो बनाउने। त्यसलाई जति सक्नुहुन्छ त्यति मिस्ने। अझ केरा चाहिँ मजाले पाकेको छ भने त अझै सजिलो, हैन भने चाहिँ अलि मजाले यसरी मिचेर एकदम मसिनो पेस्ट जस्तो तयार गर्नु होला। अनि गरिसकेपछि चाहिँ मैले चाहिँ आधा कप जति घिउ राखेँ, हजुरहरूले तेल पनि राख्न सक्नुहुन्छ। अनि 1 कप चिनी राख्ने, चिनी राखेको चाहिँ स्किप भएछ, 1 कप पिसेको चिनी राखेको थिएँ मैले, राखेर मजाले यिनीहरूलाई चाहिँ मोलिदिने। अनि त्यसपछि यसमा चाहिँ 1 कप गहुँको आटा राखिदिने। अनि त्यसपछि छ भने कोको पाउडर 3 चम्चा राख्नु, छैन भने चाहिँ चकलेटलाई मसिनो बनाएर राख्दा पनि हुन्छ। अनि त्यसपछि आधी चम्चा बेकिङ पाउडर अनि थोरै चाहिँ बेकिङ सोडा राखेर मजाले यसलाई मैले चाहिँ मोलेँ। त्यसपछि चाहिँ 1 कप दुध लिने र थोरै गर्दै चाहिँ यो दुध चाहिँ राख्ने र यो यतिको पेस्ट तयार पार्ने। सुरुमै एकैचोटि चाहिँ दुध नराख्नुला, कहिलेकाहीँ चाहिँ गिलो पनि हुनसक्छ नि, त्यही भएर थोरै राख्दै राख्दै मोल्ने। कहिलेकाहीँ चाहिँ साथीहरूले बिग्रियो भन्नुहुन्छ त हजुरहरूको कप ठुलो सानो हुनसक्छ, अनि त्यही भएर चाहिँ थोरै गरेर राख्नुला। यतातिर चाहिँ मैले ग्यास अन गरेर चाहिँ एउटा तावा तात्नको लागि राखिदिएँ। अनि त्यसपछि मसँग थोरै डार्क चकलेट र अनि त्यसपछि नर्मल चकलेट थियो, त्यसलाई पनि मैले मसिनरी काटेँ। अनि त्यसपछि यसैमा चाहिँ मैले यसरी राखेर यसलाई मजाले चलाइदिएँ। अनि छेउछाउमा लागेको छ नि यो जुन ब्याटर, त्यसलाई पनि मजाले मिलाएँ यसरी। अनि मिलाइसकेपछि चाहिँ यतातिर चाहिँ तावा पनि तातिसकेको छ, मैले चाहिँ माथिबाट यसरी फ्राई प्यानलाई राखिदिएँ। अनि अलिकति बचेको चकलेटहरूलाई चाहिँ फेरि मैले माथिबाट यसरी राखिदिएँ। अनि राखेर चाहिँ यसलाई छोपेर लगभग 18 या 20 मिनट मैले चाहिँ लो हिटमा पकाएको थिएँ। मजाले पाकेको छ, यस्तो मिठो बास्ना आएको थियो नि, कसैले पनि यो गहुँको आटाबाट बनेको हो भनेर भन्दैन, एकदमै मिठो भएको थियो। अनि त्यसपछि चाहिँ एकछिन सेलाउन दिनुपर्छ। मैले चाहिँ मनतातो हुँदा नै काटिहालेँ। अनि खाम भइसकेको थियो, त्यही बेलामा नानी पनि स्कुलबाट आयो नि, काट्नु मम्मी काट्नु भनिहालिन्। अनि त्यसपछि मैले काटेर निकालेँ। हेर्नु न, काट्दाखेरि पनि कताबाट काटेछु, हाङकुडे भएको छ। अनि खाँदा चाहिँ यस्तो मिठो थियो, साँच्चै एकदमै मिठो बनेको थियो साथीहरू। तपाईँहरूले पनि घरमा अवश्य ट्राई गर्नु होला। तपाईँको नानी बाबुहरू पनि खुसी हुन्छन्। उनीहरूलाई चाहिँ तपाईँहरूले बाहिरबाट ल्याइदियो केक भनेर स्कुलबाट आउँदा रेडी गरेर राखिदिनु भयो भने पनि उनीहरूले थाहा पाउँदैनन्, एकदमै मिठो बनेको छ। तपाईँहरूले पनि ट्राई गर्नु होला। धन्यवाद।